यो बुद्ध पार्कको ब्याट्री कारको चाहिँ पोल यतैदेखि डढेर भाँचेछ। अब यसलाई बनाउनको लागि चाहिँ फर्स्टमा हामीले सिसा बिलाउनु पर्छ। अब सिसा बिलाउँदैछ यहाँनिर हो, यो बिलिँदै गर्छ। हामीहरू यहाँ फर्स्टमा यो गाडीको त्यो पोललाई चाहिँ अलिक तताउनु पर्दो रहेछ। यसलाई अलिकति हिट गरेर त्यहाँदेखि चाहिँ हिट गरिसकेपछि चाहिँ फेरि त्यहाँबाट हामीले सिसा हाल्नुपर्छ। सिसा हाल्नको लागि चाहिँ हामीले यो फर्स्टमा एउटा फ्रेम बनाउनुपर्छ। पडेङको हामीले चाहिँ पडेङको फ्रेम बनाएको छौँ। त्यो बिलाको सिसा चाहिँ यहाँ फ्रेम बनाएको जुन चाहिँ पडेङकोमा मजाले हालिदिनुहोस्, त्यहाँबाट सेलिन दिनुहोस् एकछिन। अब यो बाहिरको त्यो पडेङको फ्रेमलाई निकालिदिनुहोस्। दामी भयो नि। अब लास्टमा थिम्बल लगाएर कसिदिने, तपाईँको रेडी भइगयो।